नमस्ते, म चाहिँ बमराजुकी केशालीमा नेपाल विद्युत प्राधिकरण गराइमाडीको 132 प्रसारण लाइन आयोजनको प्रशासन प्रमुख सहायक प्रशासी गर्थेँ। आजका यस पुण्य पवित्र कार्यक्रमका सभाध्यक्षज्यू, मञ्चमा आसीन आजका प्रमुख अतिथि, विद्यालय दिवस देवताको अतिथि, अभिभावक सङ्घका अतिथिज्यू, त्यसैगरी सिस्नेरी प्राविधिक अर्थात् आधारभूत प्राविधिकका र यहाँका शिक्षक शिक्षिका म्याडमहरू, अभिभावकज्यूहरू र उपस्थित सम्पूर्ण विद्यार्थीहरूमा मेरो व्यक्तिगत तर्फबाट र म यो प्रतिनिधिको तर्फबाट, खास गरी प्रतिनिधिको तर्फबाट किनभने भन्दाखेरि म डाइरेक्ट स्टेक होल्डर होइन। जो तपाईँहरूलाई यहाँ आज यो चाहिँ ड्रेस युनिफर्म वितरण गर्दै हुन्छ, उहाँ एउटा के भन्ने राइडर्स संस्थाबाट त्यहाँ मेरो भाइ पनि जोडिएर रहेछ, खुसी लाग्यो। त्यो मेघराज श्रेष्ठजी र उहाँ यो बुढाचोकी परिवारको तर्फबाट होइन, बुढाचोकी परिवारको तर्फबाट त्यहाँ चाहिँ केशवजी पनि जोडिनु भएको छ, मेरो भाइ हो उहाँ को तर्फबाट म यहाँहरूलाई हार्दिक नमस्ते र अभिवादन व्यक्त गर्न चाहन्छु। मैले हिजो मात्रै थाहा पाएँ, म यही अफिसकै काममा कुनै फिल्डमा काममा गइरहेको थिएँ। मलाई काठमाडौँबाट मेरो अङ्कल बुढाचोकी जो अहिले काठमाडौँ बस्नुहुन्छ, उहाँ सल्यानबाटै माइग्रेट गरेर जानुभयो हो। उहाँले मलाई फोन गर्नुभयो, भतिज कहाँ छु भन्नुभयो। म फिल्डमा जान लाग्छु अङ्कल भने। त्यहाँ यसो काम रहेछ, एउटा सिस्नेरीको चाहिँ प्राइभेट स्कुलमा केही सहयोगी हातहरूबाट चाहिँ केही कुरा चाहिँ वितरण गर्ने कुरा भइरहेको छ। त्यसमा चाहिँ मेरो भाइको छोरा पनि केशव बुढाचोकी पनि त्यसमा आएको रहेछ। अब अहिले यो बर्खाको कारणले गर्दाखेरि, मौसमको कारणले गर्दाखेरि अथवा चाहिँ अलिकति भूगोल, अब अस्ट्रेलिया बस्ने मान्छे चाहिँ यहाँ आउने कुरो भएन, त्यसैको लागि र काठमाडौँमा चाहिँ उसको केशवको चाहिँ दिदीले मलाई फोन गर्नु। अब बुढाचोकी परिवारको तर्फबाट तपाईँ दाइ त्यहाँ उपस्थित हुनुहुन्छ, तपाईँ गइदिनु पर्यो, राम्रो हुन्छ। मैले पनि यसो बिस्तारै सोचेँ, एउटा यस्तो पुण्य काम, यस्तो पवित्र काममा उनीहरू चाहिँ भाइहरू आउनु नपाए पनि, बहिनी पनि आउनु नपाए पनि म चाहिँ गइदिनुपर्छ, त्यहाँ गरिब भइदिनुपर्छ भन्ने हिसाबले आज तपाईँको माझमा यहाँ उपस्थित छु। अफिसको खास भनेको त आज फिल्डमा हुँदै जानुपर्ने